इन्डियन प्रिमियर लिग आइपिएलमा सर्वाधिक रन बनाउने ब्याटरलाई ओरेन्ज क्याप अवार्ड प्रदान गरिन्छ। यो अवार्डका लागि लिगमा खेलाडीबीच कडा प्रतिस्पर्धा देखिने गरिएको छ र जारी आइपिएलमा पनि सर्वाधिक रनकर्ताको सूचीको शीर्ष स्थानमा पुग्न ब्याटरबीच कडा टक्कर भइरहेको छ। यसैबीच आज यस भिडियोमा 18औं सिजनको आइपिएलमा ओरेन्ज क्यापको दौडमा शीर्ष 5 मा रहेका ब्याटरको चर्चा गर्दैछौं। आइपिएल 2025 मा सर्वाधिक रनकर्ताको सूचीको शीर्ष स्थानमा गुजरात टाइटन्सका ओपनिङ ब्याटर साई सुदर्शन रहेका छन्। गुजरातको हरेक खेलमा महत्वपूर्ण पारी खेलिरहेका सुदर्शनले 8 खेलमा 152.18 को स्ट्राइक रेट तथा 52.12 को औसतमा 417 रन बनाएका छन्। त्यसक्रममा सुदर्शनले 5 अर्धशतकीय पारी खेलेका छन्। जारी आइपिएलमा उनको उच्च स्कोर 82 रन हो। यस्तै आइपिएल 2025 मा ओरेन्ज क्याप दौडको दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरु अर्थात आरसीबी का पूर्व कप्तान विराट कोहली रहेका छन्। उनले 9 खेलमा 62.33 को औसत तथा 144.11 को स्ट्राइक रेटमा 392 रन बनाएका छन्। त्यसक्रममा कोहलीले 5 अर्धशतकीय इनिङ खेलेका छन्। जारी सिजनमा उनको उच्च स्कोर अभिजित 73 रन हो। कोहलीले पछिल्लो 2 खेलमा लगातार अर्धशतकीय पारी खेलेका छन्। लय कायम राखेमा उनी पहिलो नम्बरमा उक्लिने सम्भावना बलियो छ। कोहलीले गत सिजनको आइपिएलमा सर्वाधिक रन बनाएका थिए र उनी त्यो उपलब्धि यसपालि पनि दोहोर्याउँदै पहिलो पल्ट आरसीबीलाई च्याम्पियन बनाउने लक्ष्यमा छन्। यस्तै जारी संस्करणको आइपिएलमा सर्वाधिक रनकर्ताको सूचीको तेस्रो स्थानमा लखनऊ सुपर जायन्ट्समा आबद्ध क्यारेबियन स्टार निकोलस पुरन रहेका छन्। उनले 9 म्याच खेल्दासम्म 47.12 को औसत तथा 204.89 को शानदार स्ट्राइक रेटमा 377 रन बनाएका छन्। त्यसक्रममा पुरनले 4 अर्धशतकीय पारी खेलेका छन्। जारी आइपिएलमा उनको उच्च स्कोर नट आउट 87 रन हो। आइपिएल 2025 को ओरेन्ज क्याप दौडमा चौथो नम्बरमा मुम्बई इन्डियन्सका स्टार सूर्य कुमार यादव रहेका छन्। उनले 9 खेलमा 62.16 को औसत तथा 166.51 को स्ट्राइक रेटमा 373 रन बनाएका छन्। त्यसक्रममा सूर्यले 2 अर्धशतकीय इनिङ खेलेका छन्। यस सिजनमा उनको उच्च स्कोर अभिजित 68 रन हो। यस्तै 18औं सिजनको आइपिएलमा सर्वाधिक रनकर्ताको सूचीमा गुजरातमा आबद्ध इङ्ग्लिस ब्याटर जोस बटलर 5औं स्थानमा छन्। उनले 8 खेलमा 71.20 को औसत तथा 165.51 को स्ट्राइक रेटमा 356 रन बनाएका छन्। त्यसक्रममा बटलरको ब्याटबाट 3 अर्धशतकीय पारी देख्न पाइयो। जारी संस्करणमा उनको उच्च स्कोर अभिजित 97 रन हो।